यो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। त आज चाहिँ हामी घले गाउँमा रहेको छौँ। अहिले चाहिँ ट्याक्क बिहान बिहानै रहेको छ। बिहान बिहानै म चाहिँ फर्स्ट टाइम घले गाउँ आएको हुनाले ट्याक्क भ्यू हेर्न आएको। अनि म आएको गाडी चाहिँ यहाँ रहेको छु, हेर्न सक्नुहुन्छ ट्याक्क कालिका। हाम्रो सबैभन्दा भाइरल गुल्मीको सबैभन्दा भाइरल बस हो कालिका भनेको। अहिले चाहिँ म कालिकामै आएको छु। एउटा कालिका डिलक्समा चाहिँ अहिले म घुम्न आएको छु ट्याक्क हाम्रो अशोक दाईसँग। अशोक दाई चाहिँ त्यही हुनुहुन्छ। अहिले चाहिँ बिहानको हाम्रो यो घले गाउँको भ्यू एकदमै राम्रो लागेको छ। म चाहिँ खास गरी 3 ठाउँमा पुगिसकेको छु, घले गाउँ, घान्द्रुक अनि बन्दीपुर। 3टै ठाउँ होमस्टे रहेको छ। तर सबैभन्दा राम्रो होमस्टे चाहिँ मलाई घले गाउँको लागेको छ, किनभने यहाँ चाहिँ अझै नै होटेल त्यस्तो बनाउनु भएको रहन्छ। त्यस्तो एकदम राम्रो यो भनेको। किन म बन्दीपुर पनि गएँ, साथै म बन्दीपुर गइसकेपछि म घान्द्रुक पनि गएँ। घान्द्रुक र बन्दीपुर जाँदाखेरि यहाँ प्रायः जसो होटेल नै थिए धेरै जसो, र हामी पनि होटेल टाइपकोमा नै बसेका हौँ। यहाँ चाहिँ पुरै घर गाउँको एम्बियन्स दिनेवाला पुरा होमस्टे बनाउनु भएको रहेछ। घर घरमा सुविधा सम्पन्न होमस्टे बनाउनु भएको छ। हजुरहरूलाई जे चाहिन्छ त्यही छ। र हजुर पनि कतै घुम्न जाने यस्तो गाउँ सहर, मतलब कि सहर त नभनौँ, गाउँ अनि हिमालहरू हेर्न छ, भ्यू हेर्न छ, ट्रेकिङ गर्नु छ, राम्रो ठाउँ खोज्नु भएको छ नेपालमा भने चाहिँ यहाँ आउन सक्नुहुन्छ। म चाहिँ हजुरले यो सजेसन गर्छु। यो ठाउँ चाहिँ एकदमै बबाल छ अनि भ्यू हेर्नको लागि। आउने बाटो पनि एकदम खतरनाक बाटो छ। मलाई त खास गरी यहाँभरि मन परेको भने त ऊ त म हजुरलाई देखाउन चाहन्छु। यहाँभरि मन परेको भने ऊ यो घर, यो ध्यान सक्दैन जुनमा छतमा ढुङ्गा लागेको छ, यो हो क्या बब्बाल घर भनेको। किनभने यस्तो घरलाई चाहिँ हामीले होमस्टे बनाउनु पर्ने हो क्या। किनभने यसले पुरानो भाइबहरूलाई ताजा गराउँछ, पुरानो भाइबहरू देखाउँछ। अनि यहाँ चाहिँ उता चाहिँ पुरै हिमाल रहेको छ नेपालको। लेट्स सी आज पोखराको छ, पोखरा कस्तो हुन्छ हेरौँ। पोखराको जाने भन्ने कुरा छ दाइहरूको। त्यो पोखरा गएको नि म भ्लग बनाउने छु सकेसम्म, मिलेसम्म। म पोखरा गएको अनि कालिका बस कस्तो छ हजुरले मैले भन्न त भने एकदम बबाल डिलक्स बस हो। तर अहिले म भित्रको पनि देखाइदिन्छु अनि कस्तो बस रहेछ त्यो पनि सब देखाइदिन्छु। एकदम बबाल सोफा सिट, फ्यानहरू सब छ। एसी छैन यसमा चाहिँ, एसी चाहिँ अर्को बस निकाल्ने भन्ने कुरा भयो जस्तो लाग्थ्यो मलाई। जहाँसम्म ड्राइभरले एसी बस पनि निकाल्नुहुन्छ, एसी बस निकाल्छ झन् बबाल भइदिन्छ कालिका बस। अहिले चाहिँ हाम्रो 3टा कालिका बस रहेको छ। एउटा यहाँ लिएर आएको छौँ अनि 2टा चाहिँ उहीँ गाउँमै छ, हाम्रो गाउँ गुल्मीमै चलिरहेको छ 2टा बस चाहिँ। एउटा चाहिँ यहाँ लिएर आएको छौँ अनि सो गाइस त अहिले चाहिँ हामीले नास्ता गरेर भइसकेको छौँ। हाम्रो यहाँ गुरु हाम्रो दाजु अशोक दाई, अनि यहाँ चाहिँ हाम्रो हामी बसेको घरको ओनरहरू, उहाँ बुवा आमा अनि यता दाइ यता दिदी। अहिले चाहिँ ठ्याक्क लाएर कल्याणको उहाँबाट मैले भिडियो बनाएको थिएँ। हामी राति बसेको घर चाहिँ यहाँ हो। यहाँको ओनरहरू यहाँ हुनुहुन्छ। अनि मेरो गिम्बल फोनहरू रहेको छ। नास्ता खाएर भर्खर बसेको छ, यस्तो दामी। अनि अहिले चाहिँ गर्मी पुरा सुरु भइसकेको छ हेर्नु सक्छु। यहाँ पनि यस्तो दामी चक्को घाम लागिसक्नु लाग्छ। बुढोलतिर त गर्मी थियो अहिले त यता घले गाउँ जुन कि पाहाडतिर पनि डराउ गर्नु भइसकेको छ। फाइनली चाहिँ हामीले चाहिँ बिदाई गरिसकेको छौँ। हाम्रो दाइले आफ्नोलाई यहाँ पेट्रोल लिएर हिँड्नु सक्नुहुन्छ, हातमा एउटा बोतल लिन सक्नुहुन्छ। के भन्न चाहनुहुन्छ त्यो पेट्रोलको बारे? पेट्रोलको बारेमा यो भन्न चाहन्छु कि कसैले पनि नकारात्मक सोच नराखिदिनु होला। मेडिसिन नट लाइक एल्कोहल। या इङ्ग्लिस हेलो भन्दै त ल दाजुसँग हेर्छु। तिमीहरूले खाना दिएन के मलाई भयो। हामी रमाइलो गर्दै निस्किँदैछौँ पारामा घले गाउँ भिजिट गर्नु होला सबैले है। एकदमै राम्रो छ, एकदम वन्डरफुल पिसफुल गाउँ छ कि यो गाउँमा चाहिँ आउनुभयो भने तपाईँ सम्पूर्ण चाहिँ दुःख चिन्ताहरू पुरा हुन्छ। मेरो चाहिँ यो
थर्ड सिफ्ट टाइम कति टाइम आई डोन्ट नो होइन, तर म यहाँ आइरहेको हुन्छु अनि प्यासेन्जरहरू पनि धेरै सेटिस्फाई हुनुहुन्छ मेरो यो भिजिट के भन्छ भिजिट टाइमहरू देखेर। अब चाहिँ हामी यहाँबाट लाग्छौँ पोखरा। सो दाइले भनेअनुसार अब चाहिँ हामी यहाँदेखि निस्किनु लाग्छौँ, हामी आफ्नो गाडीसँग जानु लाग्छौँ। यहाँदेखि अब पोखरा निस्किने हो। यो गाउँ चाहिँ बब्बाल लाग्यो, बब्बाल दामी छ, अनि चारैतिरको घर हेर्नु सक्नुहुन्छ। सो अब हजुरलाई म बाटोमै देखाउँछु, यहाँको बाटो पनि कस्तो छ तपाईँ देखाइदिन्छु। एडभेन्चरको लागि बब्बाल बाटो पनि रहेको छ यहाँ। सो बाटोमा भेटौँला है त। आशीर्वाद दिनु होला, म त गाईको भाइ हो, म आइरहन्छु गाउँमा पाउनु लिएर आइरहन्छु जहिले पनि। सो अहिले चाहिँ खानासाना खाएर ट्याक्क सबैजना निस्किसक्नु भएको छ। त्यहाँ हाम्रो दाइ हाम्रो बस चाहिँ यहाँ देख्न सक्नुहुन्छ कालिका। अहिले चाहिँ हामीले खाना यही होटलमा खाएको थियौँ। अहिले चाहिँ फाइनली खाना खाएर होटलबाट निस्किसकेको छौँ। अब चाहिँ पोखराको यात्रा हेरौँ कस्तो हुन्छ बाटो, छिटो पुगिन्छ होला जहाँसम्म। बाटो सबै चाहिँ एकदम बाल बाटो छ यताको, छिटो निस्किन्छ होला सकेसम्म चाहिँ। अब पोखरामा हुन्छ त अब ब्लग। सो अहिले चाहिँ खाना खाएर ट्याक्क खानासाना खाएर हामी कालिका बसमा चाहिँ हामी चाहिँ निस्किसकेको छौँ। हजुरले यहाँदेखि बाहिरको भ्यू देख्न सक्नुहुन्छ। बाटो चाहिँ एकदम राम्रो छ यताको बाटो, धेरै हल्दै चलिदिनु गर्दाखेरि हाम्रो अशोक दाइ हुनुहुन्छ काठ चलाइरहनु भएको छ। र म बाहिरको भ्यू चाहिँ हजुरले यस्तो दामी छ यो देखाउन चाहन्छु। कालिका बसबाट यस्तो दामी बाहिर बस हुन्छ, पुरै सोफा सिट छ हेर्न सक्नुहुन्छ। पुरै सोफा सिट हो, एकदम आनन्दले बस्नुपर्छ सबैजना। एकदम राम्रो भ्यू। अनि अब पानी पनि पर्ला जस्तो गरेर अहिले त, तर पानी हिजो राति परेको थियो अलिअलि। लेट्स सी हेर पोखरा गएर बस्नुहुन्छ। सो गाइज अहिले चाहिँ हामी ट्याक्क लाएर पोखरा आइसकेको छौँ। पोखरा आउँदा चाहिँ यहाँ चाहिँ हेर्नु चाहिँ बहुत ठुलो पानी परिरहेको छ अहिले चाहिँ पोखरामा चाहिँ। हाम्रो कालिकालाई ट्याक्क पार गरेर सरसफाइ गर्न लगाएको। अहिले चाहिँ यहाँ ट्याक्क सरसफाइ गर्दैछु। अनि दाइ चाहिँ बाहिर उता होटलमा बुझ्नु जानुभएको छ पार्किङ गर्ने। अनि बस्ने होटल भनेको चाहिँ नाम त्यहाँ चाहिँ इको अन्नपूर्ण भन्ने होटल रहेको छ, पोखरामा रहेको छ। आज त आइयो मात्र, अनि उता एउटा तालमा पनि गएको छौँ, त्यहाँ पनि घुम्न पाइएन पानी आएको आइगएर। अहिले चाहिँ ट्याक्क आएर होटलमा बस्ने। अब भोलि बिहान चाहिँ कुम्दीकोट अनि उता सारङकोट अनि कहाँ घुम्न गइन्छ। अनि भोलि नै फेरि बन्दीपुर बस्नु जाने हो। ट्याक्क लाएर अब भ्लग चाहिँ हेर्न नछुड्ने। आजको लागि यति नै।